यो घात्राङ गरेको छात्राङ च्याउ हो कि यो ए माइजूले कोपिला टिप्नु भयो कोपिला यस्तो कोपिला यस्तो दामी हुन्छ नि खान लाइफ इज रक यहाँ आउनुहुन्छ मामाहरु माइजू यहाँ आउनुहुन्छ हाम्रो चिरकुटी नमस्कार भन् ल पूर्णिमा एउटा गीत गा छिटो गा के कस्तो गर्छ यार खै बोक्छु के म हेर भिडियो तेरै भिडियो हेर हिँड्न सक्दिनस् के लु भिडियो हेर्दै हेर मच्छर टोक्छ नि तँलाई किन रुन्छस् माइ गर्छ ल हेर कस्तो खतरा देखेछस् त के कुरा छ गुरु त धपार्नु पर्छ राति आउँदैछ के तीनवटा च्याउ है यो चारवटा रहेछ मुन्नी रहेछ एउटा यो घात्राङ गरेको छात्राङ च्याउ हो कि यो ल अर्को पनि आइया अरे भोक लाग्यो भने बाटोमा पोलेर खानुपर्छ है चारवटा चारवटा ल चारवटा चाहिँ अघि हामी एउटा भेटा छ 5वटा भइसक्यो गर के थाक्दैन भन्छ यता न सुतेछ च्याउहरू नटिप्ने घर लाग्दासम्म यो त हुन्छ खानै मिल्दैन घर जान लाग्यो गोठालो लाइफ इज रक के यस्तो अर्ग्यानिक खाने अनि वेट घटाउन अरू न यो भुँडी घटाउनको लागि जिम जानु पर्दैन पैसा खर्च गर्नु पर्दैन त्यत्तिकै घट्छ यहाँ बाख्राको पछि हिँड्दा यार बाख्रा पनि कमाइ भइरहेको छ उतै पनि मजा भइरहेको छ म फेरि तपाईहरुलाई अर्को देखाउँछु यार हो यस्तो च्याउ खाइन्छ के त न यार यो खाना त खाइन्छ तर यहाँ कपिला रहेछ टिप्नु भइज यस्तो खाइन्छ के यार बबाल खाइन्छ माइजूले कोपिला टिप्नु भयो कोपिला यस्तो कोपिला यस्तो दामी हुन्छ नि खान लाइफ इज रक इट्स माई गोठालो लाइफ अरे यार म कन्जुस थोरै छु निम्तो छ तपाईलाई यो मेरो चरणमा आइदिनु मेरो घरबाट 20-25 किलो रासन पनि ल्याइदिनु तितो मिठो जे छ पकाएर खाउँला मैसँग 2-4 दिन मेरो बाख्रा चराइदिनु कसलाई